foothills of majestic Himalayas, nature's power meet the purity of the earth. A treasure has been hidden for centuries. In the serene villages nestled deep within the Himalaya foothill, life grows in harmony with the nature. Here, where the land is pure and untouched, the villagers have known a secret for generations, a gift from the nature, Shilajit. शिलाजित भनेको ठुलो भिडमा हुन्छ, तपाईको ठुलो पहाडहरुमा हुन्छ, त्यसमा चाहिँ पानी नपर्ने ठाउँमा, तपाईको एक थोपा नै पानी नपर्ने ठाउँमा त्यसमा हुन्छ। अब पत्थरको चाहिँ एउटा पसिना कुनै बेला घाम लाग्छ नि, वैशाख जेठतिर एकदम चर्को घाम, त्यतिखेर तातो हुन्छ। त्यो तातोले गर्दा तपाईको केही हल्का पसिना आएर त्यो थुप्रिएर बिस्तारै त्यो हुँदा जम्मा हुँदा धेरै हुने हो। तपाईको पानी पर्ने ठाउँमा चाहिँ हुँदा फेरि पग्लेर जान्छ। त्यही पानी एक थोपा पानी नपर्ने ठाउँमा त्यस्तो भिडमा चाहिँ हुन्छ। हाम्रो गाउँको नाम मालिकाबोता हो। अहिले हाम्रो गाउँ मालिकाबोतामा कनेक्सन र गाउँपालिका वडा नम्बर 2 हो। हाम्रो हिमाली भेगमा पर्छ हाम्रो गाउँ हैन, मालिकाबोता 3000 मिटर हाइटमा पर्छ। यसको हाम्रो मेन खेती भनेको यहाँ बिजनेस भनेको खेती नै हो। स्याउ सिजनमा भदौ साउनमा स्याउ, अनि सिमी, आलु, ओखर, गहुँ, मकै, कोदो त्यो बिजनेस गरेर हामीहरूले आफ्नो जुगारा गरिरहेका हुन्छौँ। खाना लाउनको लागि हरेक जुगारा गरिरहेका छौँ। यो घरधुरी भनेपछि हाम्रो गाउँमा 400 वटा घरधुरी छ हैन। सिजन अनुसार हाम्रो हुन्छ। फेरि साउनमा सिमी भयो भने भदौमा अब त्यो आलु निकाल्ने हुन्छ, अब असोजतिर स्याउ निकाल्ने हुन्छ। हाम्रो बिजनेस चाहिँ यही हो। समय अनुसार परिवर्तन भइरहेको हुन्छ हैन। In these rugged, isolated mountains, the traditions of collecting Shilajit has been passed down through generations. But it is not just the mountains that shape this timeless practice, it is the people. हामीहरू 7-8 जना जान्छौँ। अब कसैले चाहिँ रसिदहरू लिएर जान्छ, कसैले चाहिँ छिना हतौडाहरू त्यस्तो लिएर हामीहरू जान्छौँ। यो चाहिँ डर त निकै नै डर हो यो। अब ठुल्ठुलो भिडमा जानुपर्छ, डोरीको सहायतामा जानुपर्छ, एकअर्कामा विश्वास गरेर हामीहरू हिँड्छौँ। अब कुनै रेसिपी छ भने त उसले छोड्दियो भने हामी गइहाल्छौँ त, हामीलाई थाहा हुन्न नि त। भिडमा पसेको मान्छेलाई एउटा विश्वास हुनुपर्छ। त्यसपछि लिएर तपाईको हरेक कुरामा पनि अनि त्यस्तो डर लाग्ने काममा अब हामीहरू अगाडि नै पूजापाठ पनि गर्छौँ। आफ्नो मान्य देवताहरूलाई सम्झेर पूजापाठ गरेर अनि बल्ल हाम्रो काम सुरु हुन्छ। पहिला चाहिँ लगभग म कति 18 देखि 19 वर्षको उमेरबाट मैले सुरु गरेँ। अहिले म 28 वर्षसम्म पुगिहालेँ। 28 वर्षसम्म पुगिहालेँ, तर हामीले छोटो मोटो गरिरहेछौँ अहिलेसम्म। हरेक कुराहरू गर्दाखेरि चाहिँ अब त्यस्तै हो, कहिले गर्ने कहिले नगर्ने गर्दा गर्दै अब डेली हाम्रो कन्टिन्यू त चल्दैन। कहिले कसो टाइममा अनि हामीले गरिरहन्छौँ। कुनै ठाउँमा अर्डर आउँछ, अर्डर अनुसार हामीले चाहिँ गरिरहन्छौँ। तपाईको 12 मासमा निकाल्न सकिन्छ शिलाजित। कस्तो हुन्छ भने अलि हिउँदमा अलि जोखिम हुन्छ। हिउँदमा किनकि पहाडमा पुरा हिउँनै त्यो जमेर त्यो ठाडो बरफ बन्या हुन्छ, त्यसमा अब चिप्लिने डर हुन्छ हामीलाई हैन। त्यो हुनाले 1 महिना चाहिँ स्टप हुन्छ, तर तपाईको 11 महिनामा निकाल्न मिल्छ।
त लाग्थ्यो, कहिले जान पनि सकिन्छ भन्ने हुन्छ। र अहिले चाहिँ त्यसरी डर लाग्न छोड्यो। तर त्यसरी डर लाग्दैन। अहिले चाहिँ त्यो काम चाहिँ डर पनि नलाग्ने, यता नलाग्ने भइहाल्यो। तर केवल के छ भन्दाखेरि डोरी चाहिँ आफूले बलियो बनाउने हो। डोरी चाहिँ बलियो बनाउँदाखेरि कुनै फरक पर्दैन। एउटा सामान बलियो भयो भने हामीलाई कुनै असर पर्दैन, कुनै समस्या पर्दैन। यति हामीले बुझ्ने हो। पानी पर्ने ठाउँमा हुँदैन? कस्तो कस्तो ठाउँमा हुन्छ नि? जस्तै कि ओडाटो कुनै पानी नपर्ने ठाउँ हुन्छ नि त, पानी नपर्ने ओडाटो जस्तो भएको त्यस्तो ठाउँमा हुन्छ। अरू ठाउँमा चाहिँ हुँदैन। अरू ठाउँमा पानी परेर पग्लेर जान्छ। सानोतिनो भिडमा पनि हुँदैन, अलिक ठुल्ठुलो भिडमा हुन्छ। हाम्रो बाजेहरूले, हाम्रो बुवाहरूले यसरी निकाल्दै गरेका थिए। अनि त्यही निकाल्दाखेरि चाहिँ अब यसरी गर्नुपर्छ, यस्तो गरेर यस्तो बन्छ, हरेक बन्छ भन्ने कुरा हामीले बाजे बुवासँगबाट सिकेको। त्यही सिकेर हामीले गरेको। अब पछिल्लो पुस्ताले यस्तो गर्छन् गर्लान्, अब यसै हामीले थाहा भएन। गर्न पनि सक्छन्, नगर्न पनि सक्छन्। खानीहरू चाहिँ हाम्रो विशेष सकिँदै गइरहेछ भनौँ, पहिला जस्तो अहिले छैन। भिडमा पनि कस्तो हुन्छ, एकदम अलि सानो भिड भयो भने त ठिकै हुन्छ। तर ठुल्ठुलो भिडमा के हुन्छ, हेर्दाखेरि तल देखिन्छ, अनि उता यता उता देखिन्छ। अनि सिधा भिडमा चाहिँ अलि सजिलो नै हुन्छ तपाईँको। विशेष तपाईँको ओडार परेको ठाउँमा चाहिँ अलि गाह्रो पर्छ। त्यसमा चाहिँ अलि गाह्रो पर्छ। त्यसमा अलि धेरै होसियार हुनुपर्छ। तपाईँको यति भयो भने त्यहाँबाट हात खुट्टा फुत्कायो भने तपाईँको फिङ खेले जस्तो कि माचिन्छ, यताउति हुन्छ। मान्छेहरू त्यसरी पनि हुनसक्छ। धेरै बाहिर जस्तो सुविधा पनि हामीसँग हुँदैन नि। यसरी निकाल्ने डाइरेक्ट भिडमा जान सकिन्न रसी युज नगरेसम्म। रसी युज गऱ्यो भने चाहिँ हाम्रो सबै शरीरको अङ्गमा सबैतिर बाँधेर झुन्डिएर चाहिँ अनि तपाईँको चाहिने सामान चाहिँ लगेर चाहिँ निकाल्दियो। ह्यामबार, छिना सबै लगेर निकाल्दियो। यो चाहिँ घट्दै गइरहेछ। अहिले जुन खानीहरू छ नि बिस्तारै सकिँदै पनि गइरहेछ। अब यो शिलाजित भनेको अहिले मात्रै चलेको होइन, 10 लाख पनि पर्न सक्छ। यो त हामीलाई थाहा भएन नि। हामीले 4-5 हजार केजीमा पाइहाल्यौँ। अब हामीलाई राम्रो फाइदा छ भन्ने भयो। कति इम्पोर्टेन्ट हो भन्ने कुरा, केही विशेष हल्का इम्पोर्टेन्ट भन्ने बुझियो, धेरै इम्पोर्टेन्ट छ भन्ने कुरा हामीले बुझ्न सकेनौँ। त्यो नबुझ्दाखेरि हामीले चाहिँ सस्तो मस्तोमा बेच्ने, पैसा चाहिँ हाम्रो कम आउने, खानी बढी सकिने, यसरी भयो। हामीले चाहिँ शिलाजित ल्याउने हो। निकालेर ल्याउँदाखेरि अब हामीहरूको के हुन्छ, ढुङ्गाहरू हुन्छ, कुनै चराहरू चुरुङ्गीहरू बसेर त्यहाँ दिसा पिसाब गरेको हुन्छ, हरेक हुन्छ। छारोहरू, ढुङ्गा, बालुवा, माटोहरू सब मिक्स हुन्छ। त्यसलाई चाहिँ हामीले यहाँ ल्याएर पानीमा चाहिँ तताएर केही लगभग 1-2 घन्टासम्म भनौँ न तपाएर त्यो यता तपाउँदाखेरि चाहिँ घुलिन्छ। जस्तै कि हाम्रो पानीमा चिनी घुल्छ नि त्यस्तै घुलेर बिलाउँछ शिलाजित। हाम्रो के हुन्छ, ओपन ढुङ्गा, माटो अनि त्यस्तो ओपन आउँछ। त्यो ओपन चाहिँलाई हामीले बाहिर फाल्ने हो। त्यसलाई चाहिँ स्टोभ राख्ने, फेरि केही समयसम्म स्टोभ राख्यो भने हाम्रो चाहिँ माटो बालुवा चाहिँ आसन बसेर रहन्छ। शिलाजित भनेको त पानीमा घुलेको हुन्छ, रातो पानी देखिन्छ। त्यसलाई चाहिँ माथिमा ओपन आउँछ। त्यसलाई चाहिँ हामीले केही समयपछि बिस्तारै अर्को भाँडामा हाल्यो भने माटो ढुङ्गाहरू तल बस्छ, शिलाजित अलग जान्छ। त्यही ढुङ्गा माटो भएको हामीले उता फाल्नु पर्यो। जुन ओपन पानी हुन्छ नि त्यसलाई चाहिँ हामीले केही समयसम्म अनि आगोमा बालेर खियाउँदा पकाउँदा बिस्तारै बाक्लो तपाईँको बाक्लो हुँदै जान्छ। अनि बिस्तारै केही समयपछि तपाईँको सारो डल्लाहरू बनाउन मिल्छ। ढुङ्गा र शिलाजित छुट्यायो भने हामीलाई 5 केजी ल्याएको समथिङ 1-1.5 केजीसम्म मात्रै मिल्छ हाम्रो।
त्यसरी हामीहरूले छुट्याउने हो शिलाजित ल्याउँदाखेरि। त्यसरी बनाउँदा चाहिँ अलिक के हुन्छ, एउटा राम्रो बन्छ कि तपाईँको ढुङ्गाहरू मिक्स हुँदैन, तपाईँको बालुवा मिक्स हुँदैन, हरेक हुँदैन। ओपन शिलाजित भनेको त्यो हो। अरू शिलाजित भनेको त तपाईँको ढुङ्गाहरू आउँछ, अब कुनै बाली लगाउँदैन माटो आइहाल्छ। यो भिरमा फल्ने हो नि त, तपाईँको भिरमा फल्ने ढुङ्गा आउँछ, हल्का हल्का माटो आउँछ, आइहाल्छ नि। त्यो छाट्यो भने चाहिँ एकदम प्योर हुन्छ, त्यसरी छाड्दा राम्रो हुन्छ त्यो। शिलाजितको महत्त्व भनेको यसले हात गोडा दुख्यो भने, हड्डी दुख्यो भने, कहीँ अब घाउ चोटपटक लाग्यो भने त्यो दबाई गर्नको लागि पनि आवश्यक हुन्छ। मुटु रोगहरूमा तपाईँको चाहिँ हड्डीहरू दुखेकोमा मालिस गर्ने, कसैले खाने पिने कमजोरीमा पनि तपाईँको शिलाजित खाँदाखेरि अलिक ताकत दिने। अब त्यस्तो खाना खाने मन तपाईँले लागेको छैन भने त्यो खाँदाखेरि अनि खानाहरू पनि धेरै पच्ने, धेरै खान मन लाग्ने, त्यस्तो फाइदाहरू गर्छ यसले। शिलाजितमा मेन हुने कम्पाउन्ड भनेको फल्बिक एसिडै भयो। त्योसँगै मोर देन 60 मिनरल्सहरू पनि हुन्छ। अनि मिनरल्सहरूमा चाहिँ अब आइरन, जिङ्क, कप्परहरू पनि भयो। अनि त्यो आइरनले त अब सिभियर एनिमियाहरू अनि आइरन डेफिसियन्सीहरूलाई ट्रिट गर्न, मिनिमाइज गर्न काम गर्छ। वुमेन हेल्थ र मेल हेल्थ, रिप्रोडक्टिभ हेल्थलाई पनि इन्हान्स गर्छ, कग्निटिभ डेभलपमेन्टमा हेल्प गर्छ, बडीको मेटाबोलिजम अनि फर्टिलिटीहरूकोमा पनि हेल्प गर्छ शिलाजितले। अनि अब ह्युमिक एसिड हुन्छ, पेप्टाइड्स हुन्छ, सर्टेन अमाउन्टमा लिपिड पनि हुन्छ, अनि प्रोटिन्सहरू भयो, बडी बिल्डिङको काम पनि हुन्छ प्रोटिनले, अनि पेप्टाइड्सहरू भयो। अनि फल्बिक एसिडले चाहिँ कग्निटिभ ब्रेन फङ्सन, मेटाबोलिजम अनि त्यस्तै मेटाबोलाइट्सहरू पनि हुन्छ। ओभरअल भन्दाखेरि चाहिँ शिलाजितले बडीलाई एडभान्टेजै गर्छ। डाइटमा अब इन्कर्पोरेट गर्ने भनेर अब सिधै शिलाजितको कन्जम्सन मात्र गर्न मिल्दैन। त्यो सँगसँगै अब डिजिज पेसेन्ट हुनुहुन्छ भने चाहिँ सर्टेन प्रिस्क्राइब्ड मेडिसिन्स, डाइट प्लान, आफूले खाने गरेको रेगुलर फुडहरू प्लस शिलाजित गर्नु, मात्रै शिलाजित कन्ज्युम नगर्नु, अथवा अथोराइज पर्सन, डाइटिसियन, डक्टरलाई कन्सल्ट गरेर मात्र कन्जम्सन गर्नु। अब यसलाई कसरी खाने भन्दा अब शिलाजित नर्मल वार्म वाटर अथवा कोल्ड वाटरमा थोरै अमाउन्टमा डिजल्भ गरेर कन्ज्युम गर्न सकिन्छ। अब त्यसको अब स्मेल अर्डरहरू अब आफूलाई एक्सेप्टेबल हुँदैन भने लेमन, एप्पल साइडर भिनेगरसँग वाटरमा थोरै अमाउन्टमा मिक्स गरेर पनि खान सकिन्छ, अथवा मिल्कसँग, वार्म मिल्कसँग थोरै शिलाजित हालेर आफ्टर मिल खाँदा पनि राम्रै हुन्छ। अब शिलाजितको प्रयोग चाहिँ डे टु डे बेसिसमा चाहिँ एन्टी एजिङका रूपमा प्रयोग गर्न सकिन्छ। यो सँगसँगै चाहिँ इम्युनिटी बढाउनको लागि पनि प्रयोग गर्न सकिन्छ। युरिनरी ट्र्याकसँग सम्बन्धित कुनै समस्याहरू छ, फ्याट टिस्युहरूसँग सम्बन्धित समस्या अथवा चाहिँ रिप्रोडक्टिभ अर्ग्यानमा त्यस्तो कुनै समस्याहरू छ भने प्रयोग गर्न सक्नुहुन्छ। अब यो सँगसँगै अहिले चाहिँ रिसेन्ट आर्टिकल्सहरू, रिसर्च आर्टिकल्सहरू पब्लिस भएको छ, क्लिनिकल ट्रायलहरू पनि भइरहेछ। त्यसमा चाहिँ के छ, एन्जाइटीको लागि, अल्जाइमर्सहरू भयो, टेस्टोस्टेरोन लेभल बढाउनको लागि भयो, यस्तो बेसिक कुराहरूको लागि पनि अहिले चाहिँ शिलाजित एकदम प्रयोग भइराखेको छ र त्यो प्रयोग गरेको राम्रो पनि हो। Shilajit is a natural resin primarily sourced from the high altitude mountainous region. The Himalayas are the most renowned source for high-quality shilajit. The key harvest areas are Nepal, India, Bhutan, and Tibet, which are found starting from the height of 2,000 meters. Beyond that, it also stretches towards the mountains of Russia, Mongolia, and even the north of Chile. The quality and composition of shilajit can vary based on its geographical origin, influenced by the local flora, climate, and mineral composition. The harsh high-altitude environment of the Himalayas provides the ideal conditions for shilajit formation. Exposed to intense solar radiation, freezing temperatures, and high winds, plant matter goes under a unique transformation. हाम्रो यो निकालिरहनाले हामीलाई थाहा हुन्छ नक्कली सक्कली हेर्दैमा त एउटै देखिन्छ, नक्कली पनि सक्कली पनि। नक्कली शिलाजित अलि धेरै तानिन्छ होइन, सक्कली शिलाजित धेरै तानिँदैन। त्यो कालो कालो दुइटै कालै टाइपको हुन्छ तर रातो टाइपकै नै हुन्छ। सक्कली शिलाजित भनेको पत्थरबाट निकालेर उ गर्नुपर्छ भनेपछि नक्कली शिलाजित घरमै आफै बनाउनुपर्छ।
हामीहरूले निकाल्न जाँदा पथबाट निकालेको शिलाजित सक्कली हुन्छ, भिडपाखाबाट निकालेको, घरमा आफै बनाएको शिलाजित नक्कली हुन्छ। अब ल्याब टेस्ट गर्ने तरिकाहरू चाहिँ फरक होलान्। आयुर्वेदमा चाहिँ कस्तो छ भन्दाखेरि त्यसलाई आगोमा बाल्न खोज्नु भयो भने नि त्यो बल्दैन कि, त्यो धुवाँ मात्र निस्किन्छ, त्यो बल्दैन हैन। पानीमा मिसाउनु भयो भने जस्तो सर्लक्कै पानीमा जान्छ अनि त्यसपछि फैलिन्छ कि तल गएर भुइँमा गएर फैलिन्छ, मजाले पानीमा मिसिन्छ। इफ एल्कोहलमा तपाईँले चाहिँ डिप गर्नुहुन्छ भने त्यो मिसिँदैन कि। अनि सबैभन्दा मेन चाहिँ तपाईँको शिलाजित शुद्ध छ भने थाहा पाउने तरिका चाहिँ के हुन्छ भन्दाखेरि त्यसको गन्ध हो कि, त्यो चाहिँ गोमूत्र गन्धी हुन्छ कि। यदि शिलाजित चाहिँ गोमूत्र गन्धी छ भने चाहिँ त्यो शुद्ध शिलाजित हो भन्ने चाहिँ तपाईँहरूले थाहा पाइन्छ। खानीहरू चाहिँ हाम्रो विशेष सकिँदै गइरहेछ भनौँ, पहिला जस्तो अहिले छैन। पछिल्लो पुस्ताले गर्ला नगर्ला त्यो हामीलाई थाहा भएन, तर चाहिँ यो चाहिँ गरिराख्नु पर्ने, धेरै नभए पनि आफ्नो प्रयोगको लागि मैले गरिराख्ने ठानेको छु, गर्दै गर्नुपर्छ यसलाई चाहिँ। यो सबै कुराहरू भनेको चाहिँ हाम्रो बाजेहरू बाबाहरूबाट बुढापाका मान्छेहरूबाट सिकेको। उनले यसरी गरे, यस्तो गर्नुपर्छ, यस्तो गर्दा यस्तो हुन्छ, अनि त्यसरी हामीले चाहिँ यसरी गर्नुपर्छ, यस्तो गर्दा यस्तो हुने रहेछ बुझियो, त्यहाँबाट हामीले यसरी गरियो। पहिला म आमा बुवाहरूसँग बाजेबरसँग यस्तो जङ्गलतिर डुल्दाखेरि आमा बुवा बाजेबोजूहरूले निकाल्नुहुन्थ्यो होइन शिलाजित। ठ्याक्क 16 वर्षको उमेर भयो, एकचोटि म बुवासँग गएको निकाल्नुहुन्थ्यो। त्यहाँ 16 वर्षको उमेर जाँदाखेरि शिलाजित धेरै थियो, तर अहिले लोप हुँदै गइरहेछ शिलाजितले। त्यतिखेर शिलाजितको महत्त्व पनि हामीसँग बुझा थिएन। चोरी सिकारी धेरै हुन कारणले शिलाजित पनि धेरै कम भइरहेको छ। त्यही भएर पहिला जस्तो शिलाजित धेरै पाउँदैन, अहिले थोरै पाउँछ, पाए पनि मुस्किलले पाउँछ, नत्र खासै शिलाजित त्यति धेरै पाउँदैन। पहिला शिलाजित त अब जहाँ ताण पनि भल पाइन्छ, अब पूर्ण त्यति अहिले 5-6 वर्ष भयो निकाल्दै अक्को आयो, राति गएर निकाल्ने चोरीमा। अहिले म यो ठाउँ बोताको ठाउँमा छु, म मर्फानामा गएर राति म 2-4 जना मिलेर मर्फाना ठाउँमा निकाली रात चोरी निकालिकन अहिले शिलाजित त छुनै छैन, सब निकालिकन ल्याइए। माला रेल पाना दसैँका जमराई जुपा रेल पाना भाइटेका फुलका माला रेल पाना दसैँका जमराई जुपा पाना भाइलाई खपर पिराई दियाई रेल पाना उडाने। अब हाम्रोतिर अब आर्थिक कमी हुन्छ, अब बाहिरतिर स्वदेश विदेशतिर पठाउँदाखेरि हामीलाई धेरै आम्दानी आउँछ हैन। हामी जस्तो किसानहरूलाई, हामी जस्तो यस्तो पेसा गर्ने मान्छेलाई धेरै आम्दानी आउने हुनाले हामीले चाहिँ बाहिरतिर पठाउने गर्छ। बाहिरतिरको मान्छेहरूले सबै कुरा बुझेको हुन्छ, सबै कुरा थाहा भएको हुन्छ। अब त्यही भएर अब आफ्नो देशदेखि लिएर बाहिर स्वदेशमा बेच्दाखेरि हामीलाई 2 पैसा चाहिँ आम्दानी अलि ज्यादा बढी आउने हुनाले हामीले तपाईको बढी जसो बाहिर इन्डिया दिल्ली तपाईको यता बाहिर विदेशतिर पनि हाम्रो कन्ट्याक्ट हुन्छ, त्यतातिर पनि जान्छ शिलाजितले एकदम राम्रै गरिरहेछ आर्थिकमा पनि। अब हैन, अब हामी जस्तो यस्तो विकट ठाउँमा बस्ने मान्छेले हाम्रो नै कमाइ एउटा रोटी भनेको नै शिलाजित नै हो, शिलाजित र जडीबुटी नै हो हैन। अब जतिखेर मन लाग्यो त्यतिखेर बेच्ने, अर्को गर्ने, अब त्यस्तो चाहिँ यहाँ बढी भइरहेको छ। देश विदेशमा त्यसरी गइरहेको छ। अब ट्याक्सको सिस्टम लगायो भने देशलाई पनि राम्रो फाइदा हुन्छ, देशमा पनि करहरू उठ्छ, अनि हामीहरू जनतालाई पनि राम्रो कमाइ हुन्छ। ट्याक्स नै छैन, अब हामीले पनि ट्याक्स नै छैन भनेर हामीले पनि त्यतिकै बेचिहाल्छौँ, उसले पनि ट्याक्स नतिरेरै बोर्डर क्रस गरेर बेचिहाल्छ, अनि उता राजस्व पनि नउड्ने भयो, यता हामीलाई पनि कमाइ राम्रो नहुने।
Shilajit has helped these locals to uplift them economically, while locals have been trying to find the balance between protecting and utilizing the gifts of the nature. The illegal activities and climate change have impacted the sources of the origin and decrease in their presence in the nature. From ancient medicine to modern times, this mineral has been used for centuries. The people of the Himalayas have recognized the potent benefits of Shilajit. They have used it to enhance physical performance, boost immunity, and promote overall well-being.